इकिगाई यो एउटा फेमस बुक हो र आजको भिडियोमा हामीले यसको इन्ट्रोडक्सनको बारेमा कुरा गर्नेछौँ, जहाँ अथर्सले बताउनु भएको छ कि यो बुकको सुरुवात कसरी भयो, यो बुकको उद्देश्य के हो र यो जो शब्द छ इकिगाई यसको अर्थ के हो र यसको एउटा सानो डेफिनेसन दिएको छ इन्ट्रोडक्सनमा। तर सबैभन्दा पहिला म ग्याङ्स हजुरको स्वागत गर्छु ग्याङ्स रिड्समा, जहाँ हामीले बुक्सबाट यस्तै भिडियोज लिएर आउँछौँ, जहाँ हजुरले पाउने छ लेसन्स, इन्फर्मेसन, स्टोरिज जो हजुरको लाइफमा म्याटर गर्न सक्छ। र यस्तो भिडियो हजुरलाई राम्रो लाग्छ भने अकाउन्ट फलो गर्न सक्नुहुन्छ। ल अब कुरा गरौँ इन्ट्रोडक्सनको यो बुकबाट, जसको नाम हो इकिगाई बाई हेक्टर गार्सिया र फ्रान्सिस मिरायस। तो कुरा यस्तो हो कि दुईटै जो अथर हुनुहुन्छ त्यो आउँछन् बार्सिलोना स्पेनबाट, तर दुईटै अथरले एक दुसरालाई चिन्न थिएन है। तर उहाँको जो एउटा म्युचुअल फ्रेन्ड, कमन फ्रेन्ड थियो, तिनीहरूले दुईटालाई भेटाइदिएको टोकियो जापानमा। त्यसपछि यिनीहरू साथी बन्यो र एक वर्षपछि जब फेरि यिनीहरू दुईटा भेटेको त यिनीहरू दुईटामा डिस्कसन, चर्चा हुन थाल्यो साइकोलोजीको, स्पेशली लोगोथेरापीको बाई विक्टर फ्रेङ्केल। अब लोगोथेरापी के हुन्छ भन्दाखेरि लोगोथेरापी एउटा यस्तो साइकोथेरापी हो पेशेन्ट मरिजहरूको लागि कि उहाँले आफ्नो लाइफमा पर्पज र मिनिङ खोज्न सकोस्। र लोगोथेरापीको मेन कन्सेप्टले यो भन्छ कि हामी कुनै पनि अवस्थामा किन नहुने आफ्नो लाइफमा, तर त्यो बेलामा पनि के लाइफको एउटा मिनिङ र पर्पज हुन्छ गरे के। र लोगोथेरापीको बारेमा कुरा गर्दै गर्दै इकिगाईको शब्द पनि आयो है। त्यसपछि उनले त्यसमा रिसर्च गर्यो, कुरा गर्यो र त्यसपछि यो बुक निकालेको हो। तर अब कुरा गरौँ कि यो इकिगाई हुन्छ के है, र यसको एउटा सानो डेफिनेसन दिएको छ इन्ट्रोडक्सनमा और भनेको छ द ह्याप्पिनेस अफ अलवेज बिङ बिजी। यसको अर्थ यो भयो कि हामी हमेशा बिजी भएर त्यसको जो खुसी छ त्यसलाई इकिगाई भनेछ। हामीले आफ्नो भिडियोमा डिपमा कुरा गर्छौँ। अब इन्ट्रोडक्सनमा इकिगाईको यो भन्दा ठुलो डेफिनेसन दिएको छैन है, तर डिपमा कुरा गरेपछि हजुरलाई बुझाउनेको लागि भन्छु कि त्यो मान्छे जसले काम गरेको गरे हुन्छ, बिजी हुन्छ है आफ्नो कामले गर्दा, र साथीले त्यसलाई फोन गर्दाखेरि त्यसले के भन्छ, यार म त बिजी छु यार, के भन्ने यार, काम त नसकिदिने कहिले पनि है। र त्यो मान्छेले कसरी त्यसलाई बताउँछ आफ्नो साथीलाई कि यसरी बताउँछ कि त्यसले काम त गर्दैछ तर त्यसले त्यो कामलाई इन्जोय गरिराखेको छैन, नत्र कमसेकम त्यसको टाउकोमा यस्तो सोच रहेछ गरे के। तर इकिगाई यस्तो एउटा कन्सेप्ट हो गरे कि हजुरले आफ्नो यस्तो काम खोज्न सकोस् जसलाई इन्जोय गर्नुहुन्छ, हजुर बिजी पनि हुनुहुन्छ, जसले गर्दा हजुरको धेरै वर्षसम्म जिउन सक्नुहुन्छ र ह्याप्पीली जिउन सक्नुहुन्छ र हजुरले आफ्नो लाइफको पर्पस पाउनुहुन्छ, उद्देश्य पाउनुहुन्छ। र बुकको उद्देश्य पनि यही हो कि हामीले आफ्नो लाइफको उद्देश्य पाऊँ र धेरै वर्षसम्म ह्याप्पीली जिउन सकौँ भनेर। त अब बुकमा कसरी यिनीहरूले के गर्यो भनेर यसको कुरा गरौँ भने कि एक वर्षसम्म यिनीहरूले पहिला रिसर्च गर्यो है। त्यसपछि यिनीहरूले जापानमा जाने खोज्यो, किनकि इकिगाई त्यहीँको शब्द हो र त्यहीँदेखि निस्केको कुरा हो है। और यिनीहरू गयो कता, ओकिनावा प्रिफेक्चर। ओकिनावा त अब ठाउँ हो है, आइल्यान्डको ठाउँ हो। र प्रिफेक्चर भन्दाखेरि जस्तो हाम्रो यहाँ प्रोभिन्स हुन्छ है, नेपालमा प्रदेश हुन्छ, इन्डियामा जस्तो स्टेट्सहरू हुन्छ, त्यस्तै के जापानमा के प्रिफेक्चर हुन्छ। र ओकिनावा प्रिफेक्चरमा तिनीहरूले जान खोजेको, र त्यतै किन जान खोजेको, किनकि ओकिनावा जो ठाउँ छ है त्यसमा 1,00,000 मान्छेमा 24.55 जो मान्छे छ त्यो सेन्टेनेरियन्स छ गरे के। सेन्टेनेरियन्स छ भन्दाखेरि त्यो मान्छेहरू जो 100 वर्ष र त्यो भन्दा धेरै वर्षसम्म जिउन सकिन्छ। त्यही भएर त्यो ठाउँमा जान खोजेको। र एउटा त्यहाँको एउटा अझै एउटा आइल्यान्ड छ जसको नाम हो ओगिमी भनेर, त्यहाँ किन जान खोजेको, किनकि धेरै जस्तो जो सेन्टेनेरियन छ त्यतैबाट आउँछन् गरे। त्यो ठाउँको नाम दिएको छ विलेज अफ लोन्जिभिटी, यानि कि धेरै वर्षसम्म जिउने वाला विलेज गरे के त्यो है। त्यसैले गर्दा त्यसलाई त्यो नाम दिएको छ। र इन जनरल तिनीहरूले ओकिनावामा गएर रिसर्च गर्न थाल्यो कसरी यो मान्छेहरू यति लामो वर्षसम्म जिउन सकेछ गरे के है। त तिनीहरूले थाहा पायो त्यहाँ कि त्यो सब ट्रोपिकल आइल्यान्डहरू छ गरे। त्यहाँ सब ट्रोपिकल भन्दा हाम्रो जस्तो के जहाँ गरम पर्छ, चिसो पर्छ र भिन्दै भिन्दै मौसम सुरु हुन्छ है। र त्यहाँतिर एउटा कागतीको जो एउटा जात छ है, जो एउटा लेमनको जात छ त्यो पाउने गरे, जसको नाम हो शिकुवासा गरे के। शिकुवासा त्यहाँको नाम गरे। त्यो एउटा कागतीको जात जसले धेरै चाहिँ एनर्जी पाउने, जो राम्रो हुने गरे हेल्थको लागि, त्यो एउटा
तिनीहरूको बानी पनि राम्रो गरे कि तिनीहरूले ग्रिन टी खाने गरे, अनि लाइट खाना खाने गरे, राम्रो स्लिप लिने गरे, यो सबै थियो गरे कि तिनीहरूकोमा। अनि यो सबै राम्रो बानीको माथि ओकिनावा प्रिफेक्चरको मान्छेहरूको एउटा सोच, एउटा प्रिन्सिपल पनि छ गरे, जसलाई तिनीहरूले मान्छ, जसलाई जापानिजमा भन्छ इची रिबा चोडे। अब यसको के अर्थ हुन्छ भन्दाखेरि इङ्ग्लिसमा यसलाई भनेको छ ट्रिट एभ्रीवन लाइक अ ब्रदर इभन इफ यु हेभ नेभर मेट देम बिफोर। भन्न खोज्दाखेरि सबैलाई आफ्नो भाइ दाइ जस्तो ट्रिटमेन्ट दिने गरे। हजुरले त्यो मान्छेलाई पहिले नभेटेको हुँदै पनि त्यसलाई राम्रोसँग ट्रिटमेन्ट दिने गरे कि अब यसले हुन्छ के, जब अहिले एउटा स्ट्रेन्जरलाई आफ्नो दाइ भाइ जस्तो ट्रिटमेन्ट दिन्छौ त त्यो मान्छेलाई राम्रो लाग्छ, बोन्डिङ राम्रो हुन्छ, रिलेसनसिप राम्रो हुन्छ। जब रिलेसनसिप राम्रो हुन्छ त हजुरले ह्याप्पी फिल गर्नुहुन्छ, त त्यसले इफेक्ट के हुन्छ कि हजुर धेरै वर्षसम्म जिउन सक्नुहुन्छ र ह्याप्पीली जिउन सक्नुहुन्छ। तर यस सबैको माथि पनि के एउटा चिज छ गरे जसले धेरै इफेक्ट गर्छ, जसले गर्दा ओकिनावा प्रिफेक्चरको मान्छेहरू धेरै वर्षसम्म र ह्याप्पीली जिउन सक्ने गरे, र त्यो हो इकिगाईको कन्सेप्ट। र इकिगाई एक्चुअलमा हुन्छ के है, यसमा त एउटा सानो डेफिनेसन दिएको छ इन्ट्रोडक्सनमा, तर जस्तो जस्तो अगाडि च्याप्टर गइरहेको छ त्यहाँ अथर्सहरूले राम्रोसँग बुझाएको छ। त अहिलेको लागि भिडियोमा यति छ, जहाँ हामीले हजुरलाई बुझायो कि यो बुकको सुरुवात कसरी भयो, यो बुकको उद्देश्य के हो र इकिगाईको एउटा सानो अर्थ के हो भनेर। तर यस्तै बुकबाट हामीले भिडियोज लिएर आउँछौँ जहाँ हजुरलाई पाउनेछ लेसन्स, इन्फर्मेसन, स्टोरिज जो हजुरको लाइफमा म्याटर हुन सक्छ। त्यसैले गर्दा यस्तो भिडियो राम्रो लाग्छ भने यो अकाउन्टलाई अवश्य हजुरले फलो गर्नुहोस् होला। तर अहिलेको लागि यो भिडियोको लागि मलाई सपोर्ट देखाउनेको लागि लाइक र सेयर गरिदिनुहोस् होला। तर सबैभन्दा इम्पोर्टेन्ट हजुरको विचार कमेन्ट सेक्सनमा लेख्नुहोस् होला। अहिलेको लागि म ग्याङ्स हजुरसँग लिन्छु बिदा। नमस्कार।